बर्माको नेपाली हुनुहुन्छ, उहाँको नाम हो अर्जुन 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 चामलागाई अर्जुन चौलागाई हो। उहाँ बर्माबाट हुनुहुन्छ। हामी यहाँ थाइल्यान्डमा अहिले आउनु छोला थालेर आएर पठाएर बस्नु पठाएर कोराइल आउनु छोला हाम्रो दिनुहुन्छ। उहाँहरू ए, थाइल्यान्ड हाम्रो यहाँ मानिजा दाइ हो, यो चाहिँ हाम्रो मानिजा दाइ हो। कृष्ण माझी भाइ हो। राजा यो चाहिँ भट्टराई हो, भट्टपटे। उहाँहरू दुवैजना तिनैजना उहाँहरू बर्माको हुनुहुन्छ। यहाँ आउँदाखेरि हामीसँग भेट भयो। नेपाली दाजुभाइ धेरै खुसी लाग्दो रहेछ। अब नेपाल जानु मन लागेको छैन? नेपाल जान मन लागेको छैन दाइ? किन? अहिले मन लागेको बुढेसकालमा रिटायर गर्न गएको। रिटायर गर्ने बेलामा हामी गएको। नेपालमा भएको मान्छे यहाँ आएर तपाईँहरू बर्मेलीहरू नेपाली दाजुभाइलाई भेटिरहेका छौँ। तपाईँ चाहिँ नेपाल जान मन लाग्दैन? तपाईँको पुर्खा त नेपाली हो नि, तपाईँ किन मन लाग्दैन? मलाई मन लागेको छैन। हो म जान्छु मेरो उमेर 60सम्ममा बल्ल रिटायर लिएर जान्छु। तपाईँ जस्तै मान्छे त धेरै साथीहरू त धेरैजना गएर त्यहाँ पुरा भिडियो आएको त भाइरल भएको छ। अन्त भाग्य नेपाली अब तपाईँको गाउँमा हो? हजुर हाम्रो गाउँमा हो नि। ल भाग्य नेपाली तपाईँ उहाँको गाउँमै जानुभएको पनि रहेछ आएर होइन? जानुको भाग्य न्यौपाने राई। ल तपाईँलाई फेरि विशेष धन्यवाद छ यहाँबाट आएर फेरि है त। हामी फेरि अर्कोचोटि आउँदाखेरि भाग्य नेपाली दाजु बसेकै गाउँमा ठाउँमा त्यहीँ गएर हामी फेरि नयाँ भिडियो क्लिप बनाएर हाल्नेछौँ। अहिलेलाई चाहिँ यति नै गरौँ है त। दिनेशजी पनि हुनुहुन्छ साथमा।